मकै खाँदा हुने 7 महत्त्वपूर्ण फाइदाहरू अति आवश्यक जानकारी समावेश भएकोले भिडियो पूरा हेर्नुहोस् अनि लाइक शेयर गर्नुहोस्। हाम्रा पूर्वजहरूले प्राय गरेर मकै खानुहुन्थ्यो, जसले गर्दा उहाँहरू बलियो, स्वस्थ तथा लामो आयु बाँच्नु भएको हामीले देखेका छौं। 1. मकै एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र धेरै रोगहरूबाट बचाउँछ। 2. यसमा भएको फाइबरले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ, जसले मधुमेह भएका मानिसलाई फाइदा पुर्याउँछ। 3. मकै राम्रो फाइबर स्रोत हो, जसले पाचन प्रणालीलाई सुधार्छ र कब्जियतको समस्या हटाउँछ। 4. मकै छालामा आउने रिङ्कल र उमेरसँग सम्बन्धित लक्षणहरू घटाउन मद्दत गर्छ, यसले छालालाई स्वस्थ र जवान देखिन मद्दत गर्छ। 5. मकैमा रहेका एन्टिअक्सिडेन्टले आँखाको दृष्टि जोगाउन मद्दत गर्छन् र आँखा सम्बन्धी समस्या कम गर्छन्। 6. तौल घटाउन उपयोगी हुन्छ, किनकि मकै कम क्यालोरीयुक्त खाद्य पदार्थ हो। 7. मकै क्याल्सियमको राम्रो स्रोत हो, जसले हड्डी बलियो बनाउँछ र यस सम्बन्धी रोगबाट बचाउँछ। अन्त्यमा कमेन्ट गरेर जानुहोस् है।